नमस्ते। के तपाईँलाई थाहा छ महँगो कम्प्युटर बिना नै तपाईँ आफ्नै एआई एजेन्ट चलाउन सक्नुहुन्छ? आज हामी पिको क्ल र ओपन क्लको बारेमा सिक्नेछौँ। सबैभन्दा पहिले पिको क्ल भनेको के हो त? यो एउटा एकदमै हलुका र सस्तो एआई सहायक हो। यो विशेष गरी कम बजेट भएका विद्यार्थी र विकासकर्ताहरूका लागि बनाइएको हो जसले महँगो टुलहरू किन्न सक्दैनन्। यसको मतलब अब नेपालका जो कोहीले पनि सजिलैसँग एआई प्रविधिको प्रयोग गर्न सक्छन्। अब कुरा गरौँ ओपन क्लाको। यो पिको क्ला भन्दा अझ बढी शक्तिशाली र स्वायत्त एआई एजेन्ट हो। यसले तपाईँको व्यक्तिगत सहायक जस्तै काम गर्छ र जटिल कार्यहरूलाई पनि अटोमेट गर्न सक्छ। पिको क्लस सस्तो र सजिलो छ, जबकि ओपन क्ल अलि एडभान्स्ड र शक्तिशाली छ। आफ्नो आवश्यकता अनुसार तपाईँ रोज्न सक्नुहुन्छ। आउनुहोस् अब यसलाई कसरी इन्स्टल गर्ने भनेर विस्तारमा सिकौँ। एन्ड्रोइड प्रयोगकर्ताहरूले टर्मक्स एप प्रयोग गरेर यसलाई सजिलै चलाउन सक्छन्। टर्मक्समा केही साधारण कमान्डहरू रन गरेपछि तपाईँको एआई एजेन्ट तयार हुन्छ। त्यस्तै तपाईँले आफ्नो ल्यापटप वा आइफोनमा पनि यसलाई विभिन्न टर्मिनल विधिहरूबाट चलाउन सक्नुहुन्छ। यसको सोर्स कोड गिटहबबाट डाउनलोड गर्न सकिन्छ। यो पूर्ण रूपमा खुला र निशुल्क छ। तपाईँले मात्र केही सेटअप कमान्डहरू रन गर्नुपर्छ र एआई मोडेलको एपिआईसँग कनेक्ट गर्नुपर्छ। मोडेल कनेक्ट भएपछि तपाईँको एआई एजेन्टले निर्देशनहरू बुझ्न थाल्छ। अब यसलाई कसरी प्रयोग गर्ने त? तपाईँ यसलाई कुनै पनि प्रश्न सोध्न सक्नुहुन्छ। यसले साधारण कार्यहरू गर्न, रिमाइन्डर सेट गर्न र तपाईँलाई काममा सहयोग गर्न सक्छ। ओपन क्ल जस्तै यसले पनि जटिल एजेन्ट वर्कफ्लोहरू रन गर्न सक्छ। मुख्य कुरा के हो भने नेपालका साधारण मानिसहरूले पनि आजैबाट एआईको प्रयोग सुरु गर्न सक्छन्। च्याट जिपिटी वा क्लाउडको महँगो सब्सक्रिप्सनको सट्टा यो एकदमै सस्तो विकल्प हो। एआई सिक्नका लागि सधैँ महँगो हार्डवेयर आवश्यक पर्दैन, मात्र सिक्ने इच्छा भए पुग्छ। विद्यार्थीहरूले रिसर्चका लागि र डेभलपरहरूले नयाँ एजेन्टहरू टेस्ट गर्न यसको प्रयोग गर्न सक्छन्। साना व्यवसायी र कन्टेन्ट क्रिएटरहरूले पनि आफ्नो काम अझ छिटो बनाउन यसलाई प्रयोग गर्न सक्छन्। आजै पिको क्लिन इन्स्टल गरेर हेर्नुहोस् र एआईको संसारमा आफ्नो यात्रा सुरु गर्नुहोस्। यस्तै नयाँ प्रविधि र एआई टुलहरूको बारेमा नेपालीमा जान्नका लागि हामीलाई फलो गर्दै गर्नुहोला। धन्यवाद।